हेलो एभ्रिवान, नमस्ते जोजोलप्पा। हजुरहरू सबैजनालाई स्वागत छ हाम्रो युट्युब च्यानल प्रधान फुड्स एन्ड फ्यामिली ब्लगमा। र आशा गर्छु हजुरहरू राम्रै हुनुहुन्छ होला पनि है। र साथीहरू, आज चाहिँ मैले मेरो ब्लग चाहिँ यहाँ छतबाट स्टार्ट गर्दैछु है। र अहिले चाहिँ लगभग टाइम चाहिँ तपाईँको 7:30 हुन आँट्यो होला हौ। म चाहिँ अलिकति अब बिहानै उठेको, बिहानै भन्दा पनि यस्तै 5:30तिर उठेको होला हो। त्यही अब टोइलेट जाँदा, बाथरुमहरू जाँदा आधी घन्टा बितिहाल्छ, फोन लगेर जाने बानी छ हो। र यस्तै छ आज चाहिँ। र मैले छतबाट आज ब्लग स्टार्ट गरेको कारण चाहिँ किन भन्दाखेरि चाहिँ म चाहिँ बिहानै अब उठेर है, बिहानै उठेर अघि 6 बजीबाट चाहिँ लुगा धोएर चाहिँ है छतमा आएको नि त त्यो लुगा सुकाउनु। र आज यहीँबाट नै ब्लग स्टार्ट गरौँ भनेर चाहिँ गरिदिँदैछु। लुगा सुगा हो, यहाँ जुत्ताहरू पनि पुरै धोएको छु। र यहाँ तल चाहिँ फुटबल हुँदैछ आज, किनभने स्याटरडे हो। आज यिनीहरू यहाँनिर फुटबल म्याच छ भनेर भन्दै थियो। यस्तै छ। 7:30 भयो भर्खर। घाम चाहिँ यहीँ छ साथीहरू, लागिरहेको छ। र हिजो चाहिँ यस्तो डरलाग्दो गरम थियो नि साथीहरू, भाइहरू। आज यस्तो थियो पोल्ने। यो लुगा चाहिँ मेरो 3 दिनबाट थुप्रेको होला, किनकि मलाई बिहानै धोयो भने मात्रै जाँगर चल्छ नि त कि, नभए चाहिँ दिन बित्दै गयो भने अल्छी लाग्छ। फेरि घाम फेरि त्यस्तै हो। आज चाहिँ त्यति साह्रो पोलेको चाहिँ छैन। हिजोको घाम त झन् यति डरलाग्दो थियो, पोलेर यस्तो थियो। 38सम्म पुगेको होला। अहिले वेदर चेक गर्दा चाहिँ आजबाट चाहिँ हाम्रो नानीहरूलाई पनि स्कुलहरू समर भ्याकेसन स्टार्ट भयो। उनीहरूको 17 तारिकबाट छुट्टी थियो, तर आजै 10 तारिकबाट नै दिएको छ स्कुलबाट है। यस्तै छ, चल्दैछ। र भन्दाखेरि चाहिँ अहिले तपाईँहरूलाई थाहै छ हाम्रो पेजमा चाहिँ अब फनी भिडियोहरू आउँछ। त्यसले गर्दा चाहिँ हामीले हाम्रो पेजको नाम चेन्ज गरेको छौँ। पहिला चाहिँ यही हाम्रै युट्युब च्यानलको नाम थियो प्रधान फुड्स एन्ड फ्यामिली। अहिले चाहिँ रुबी ब्लग एन्ड लाफ भनेर चाहिँ हामीले त्यसको नाम चेन्ज गरेको छौँ। हामीलाई है जति भइदो सक्दो चाहिँ सपोर्ट गरिदिनुहोस्, माया दिनुहोस्। अहिले त तेरो अब घर जान्छु, नानी भर्खर उठेको छ, नानीलाई अब उयो गरिदिन्छु, ओछ्यानहरू उठाएर खाना सब बनाएर नानीलाई दिन्छु। त्यहाँबाट हेर्दै गर्नु होला, कहाँ घरको कामहरू गर्दै जान्छु, के कस्तो हुन्छ है। र साथीभाइहरू, म चाहिँ अब घरको कामहरू चाहिँ प्रायः सक्यो हो। र अब चाहिँ म दिदी र भानी चाहिँ सौदापात ल्याउनुको लागि चाहिँ बजार जाँदैछु। म चाहिँ तयारी भइसकेको छु। नानी उसको बाबासँग ट्युसन जान्छ, आजबाट बिहान रहेछ 9 बजीबाट। 9 बज्नु आँटिसक्यो। र म चाहिँ घरहरू र पूजा चाहिँ गर्नु पाएको छुइनँ। अहिले बजारबाट आएर उयो गरेर गर्छु, किनभने गरम छ, फुलहरू चाहिँ ल्याइदिइरहेको छ हो। यस्तै छ, हेर्दै गर्नु होला। लो है साथीहरू, हामी चाहिँ म रिबान हेरी चाहिँ अब हामी चाहिँ बजार जाँदैछौँ। गरम छ, अहिले सायद 32-30हरू छ होला हौ। अघि बिहान 29 थियो। गरम चाहिँ त्यति छैन अहिले त। सडकहरू पनि खाली मान्छे पनि देख्दैन आजकल त, उयो तुरेर त छैन साथीहरू। हाम्रो यो चाहिँ कस्तो दामी देखेर सडक र रुखहरूले गर्दा हाम्रो सलुवाको भ्यू यही त हो। के देखाउनु, यस्तै छ। अफिस भइहाल्यो, रुखहरू कस्तो छ। थर्ड फर्स्टको अफिस यहीँ छ। लु साथीभाइहरू, म चाहिँ बजार आइसकेँ। बजार आएर पनि सौदापातहरूको लागि चाहिँ दिइसकेँ। र अब चाहिँ यहाँ जाँदैछु है, सानो काम छ। ल साथीभाइहरू, हामी चाहिँ सब्जी लान आइपुगेँ हो। अब सब्जीहरू पनि लानुपर्छ, कुङ्कुरीले सब्जीहरू गर्छ। बजारहरू पनि आजकल त बेसी लाग्दैन हो। त्यही छ, यस्तै छ। मान्छे पनि पुरा पातला, सब्जी लाने पनि पातला। गरम छ, छाता ओढेर हिँड्दैछु। यहाँनिर प्याज छान्दैछ कुङ्कुरीले। मैले चाहिँ हिजै लगेको छु सब्जीहरू सबै। अब पुरा सब्जीको दामहरू बढ्दै जान्छ नि। अहिले सल्लाह बजार चाहिँ बहुत, सब्जीलाई चाहिँ बहुत माया लाग्दो भएको छ है। यो हेर्नुहोस् है, हाम्रो हालत चाहिँ बजारबाट सौदा गरिसक्यो। अब चाहिँ झन्डै ढल्यो। सौदापात चाहिँ यस्तो छ। रासिन पानी पुरै गरेको छौँ हामी गएको। अब लु साथीहरू, म चाहिँ घर आइसकेँ। घर आएर लुगा पनि फेरेको छुइनँ हो। आएर ला भात बसाएँ हो। भात त मेरो त भात बसाएँ, सौदाहरू त्यतिकै छ हो। हेर्नुहोस् ल, चाहिँ यस्तो भएछ है मैले, किनभने टाइम निकै बितिसक्यो नि त। बजारबाट आउँदाखेरि नै 11 बज्न आँटेको थियो हो। अन्त ला हो भात चाहिँ बसाएँ। यहाँ लौको मुन्टा केलाइदिइरहेको छु। र लौको मुन्टा खान्छ अरे। अन्त यहाँनिर चाहिँ निउटेला भिजाइदिएको छु, नानीलाई कोफ्ता बनाइदिन्छु हो।
र साथीहरू म चाहिँ अब यहाँ न्युटेला उयो गर्न आँटेको छु है, कोक्ताको लागि उयो गर्न आँटेको, फेरि त्यो मिसिनमा पिन्नु आँटेको छु, उयस गर्न आँटेँ। सौदाहरू त्यत्तिकै छ हो। र यहाँ चाहिँ मैले अँधेरो बनाइदिएको छु, बत्ती चाहिँ अहिले बालेको छु हो, त्यो भिडियो गर्नुको लागि चाहिँ बालेको, किनकि गरम तातो हावा आएको जस्तो लाग्यो नि त मलाई। न्युटेला चाहिँ यहाँ उयो गरिरहेको छु हो। सौदा त्यत्तिकै छ। यहाँ चाहिँ पर्दा यसो गरिदिएको, हुन त छेकिँदैन, र यसरी गऱ्यो भने चाहिँ अलिकति अँधेरो हुन्छ नि त हो। गरम छ साथीहरू, यस्तै छ, के गर्नु अब चाहिँ गरमले हामीलाई मर्नु न बस्नु बनायो। साथीभाइहरू यहाँ चाहिँ मेरो कोक्ता फ्राई हुँदैछ है, यहाँनिर बनाउँदैछु। अब चाहिँ यसलाई म यो फ्राई भइसकेपछि चाहिँ पकाउँछु। साथीहरू मेरो चाहिँ खाना अब पानीर प्राय रेडी भइसक्यो। मेरो पतिदेवले चाहिँ खाइसक्नुभयो। अब यहाँनिर छ, नानीलाई दिन्छु, त्यहाँबाट म पनि अहिले एकछिनबाट खान्छु हो। हेर्नुहोस् ल, यसरी बनाउँदैछु, पाक्दैछ। अब यो पाक्यो भन्दा पनि अलमोस्ट भइसक्यो। र यो चाहिँ छोराले खान्छ अरे हौ। लु साथीहरू मेरो चाहिँ खाना पाक्यो। अब चाहिँ म खान आँटेको। लु साथीभाइहरू खानाहरू पाक्यो, अब म चाहिँ खान आँटेको छु है। र साथीभाइहरू है, रात पनि परिसक्यो। म चाहिँ 12 बजीको खानापिना खाएर रेस्ट गरेर उयो गरेर पुरा कम्बर दुख्यो नि त, त्यही भएर। र अहिले चाहिँ अब इभिनिङ टाइम, रात परिसकेको छ हो, बाहिर देखिहाल्नु भयो, 9 बजेर भइसक्यो। र म चाहिँ बेलुकाको लागि डिनरको लागि चाहिँ चाउमिन बनाइदिँदैछु, भेज चाउमिन हो। यस्तै छ, चल्दैछ साथीहरू। अब म यो भिडियोलाई चाहिँ भोलिबाट कन्टिन्यू गर्छु ल। हेलो एभ्रिवान, नमस्ते। तपाईँहरू सबैजनालाई फेरि स्वागत छ हाम्रो च्यानलमा। र साथीहरू यो चाहिँ आज चाहिँ मैले अस्तिकै ब्लगलाई कन्टिन्यू गर्दैछु। र आज चाहिँ हो बुद्ध जयन्ती, र हजुरहरू सबैजनालाई बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना है। र अब चाहिँ टाइम चाहिँ निकै भइसकिसक्यो, 11 बजेर लागिसक्यो। र हामी चाहिँ जान आँटेको छौँ हो। अन्त कति वर्ष बाद चाहिँ गएको आज हामी, कति अब पहिला चाहिँ जान्थेनौँ, र योपालि चाहिँ साथीहरूले बोलाएको छ, त्यही भनेर जाँदैछौँ है। गरम पनि धेरै छ, यस्तै छ, हेर्दै गर्नु होला। ल अब चाहिँ हामी चाहिँ लागेको गएको हामी चाहिँ अब। लु साथीभाइहरू हामी चाहिँ गुरुङ गुम्बा आइसक्यौँ है। गरम डरलाग्दो छ, अब कति बज्ने हो के बज्ने हो थाहा छैन। यो चाहिँ गुरुङ गुम्बा चाहिँ नयाँ बनिएको, 2023मा बनिएको रहेछ है। अब यहाँ आएको छौँ, हेर्दैछौँ। लामाहरू पढ्नु हुँदै रहेछ, गरम चाहिँ भन्नै नपर्ने गरम छ है। हाम्रो ग्रुपलाई चाहिँ शरबतहरू लिएर शरबत पिउँदैछ र साथीहरू। हामी चाहिँ आएको निकै बेर भइसकिसक्यो, घाम कस्तो डरलाग्दो छ हो। यहाँनिर चाहिँ अब चाहिँ जाने, र बत्तीहरू चाहिँ बालिसकेको रहेछ। हाम्रो ग्रुपहरू बसिरहेको छ, पर पर्सहरू बनाउँदै रहेछ। एक चक्कर तपाईँहरूलाई म घुमेर देखाउँछु। भइहाल्यो, हाम्रो ग्रुपहरू बसिरहेछ। यहाँ हेर्नुहोस्, हाम्रो हालत गरमले गर्दा पानी खोज्नु गएको, चिसो छैन। बढी चिसो पानी दिनु न, होइन फ्रिजको हेरिदिनु न अलिकति। गएको त पुरा उयो भयो, पानीको खोजीमा हामी पुरा हिँडिरहेको छौँ। म पनि छैन, सबको घरमा ताला यत्रो अब चाहिँ खाना खाएको
केटा आँट्यो डल्लै भात खायो भनेर यहाँ खाना खाँदैछ हाम्रो बडीहरू यता काकाहरू खाना खाँदैछ साथीहरू अब चाहिँ हामी चाहिँ खानापिना खाइसक्यौँ र अब चाहिँ वाङ वितरण हुन्छ अरे वाङ थाप्नु गएको हामी आशीर्वाद हामीले यसरी पाइसकेपछि चाहिँ हामीले चाहिँ राम्रो काम गर्नुपर्छ है कसैलाई मन हुने काम नगर्ने एकदमै राम्रो काम गरेर कम भनेको चाहिँ एकदम ठुलो शक्ति आशीर्वाद है एकदम स्वयं भगवान बुद्धको जन्म दुईटा हातले बाबा जाऊ थाप्दै जाऊ त जुम यहाँ हेर्नुहोस् त हालत हाम्रो वाङ थापेर गुरुङ गुम्बाको तुरे हाम्रो कार्यक्रमहरू हो अब हामी तामाङ गुम्बामा जाँदैछौँ सबजना गरममा जाँदैछौँ अब तामाङ गुम्बामा हेरौँ के कस्तो छ ल हामी चाहिँ तामाङ गुम्बा सबै भिड छ है मान्छेहरू बाबा रे लु गरमले गर्दा मान्छेहरू हामी यस्तो अवस्थामा भइसक्यो पुगिसक्यो र है साथीहरू म चाहिँ अब घर आइसकेँ बुद्ध पूर्णिमा मनाएर पनि अन्त गुरुङ गुम्बा गएको थिएँ गुरुङ गुम्बामा चाहिँ मजाले हामीले त्यहाँनिर गयौँ मजाले दर्शनहरू गऱ्यौँ प्रसादहरू पनि पायौँ वाङहरू पनि थापेर आयौँ तर है त्यसको बादमा चाहिँ हामी तामाङ गुम्बा आउँथ्यो त्यहाँ चाहिँ यति डरलाग्दो भिड रहेछ आम्बो बहुत भिड रहेछ त्यहाँ चाहिँ वाङहरू थाप्नु पनि अब ढिलो हुन्छ भने चाहिँ हामी त्यो बाहिरबाट नै अब त्यस्तो भिडभन्दा 5हरू बज्छ भनेर चाहिँ हामी चाहिँ आयौँ गरम यस्तो डरलाग्दो गरम थियो नि के भन्नु तपाईँहरूलाई हो अन्त त्यो गरमले गर्दा पनि हामी बस्ने इच्छा भएन र हामी चाहिँ आयौँ फर्केर त्यहाँबाट चाहिँ अहिले आएर चाहिँ 5 कति बजी 6:30 बजीबाट होला यस्तो गाडाङ गुडुङ चल्यो यस्तो डरलाग्दो भयो पानी पऱ्यो र अहिले पानी परेर चाहिँ रोकियो र तपाईँहरूलाई मेरो आजको ब्लग के कस्तो लाग्यो मन पर्यो भने अवश्य लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला हवस् त टाटा बाई बाई फेरि भेटौँला।